नमस्ते। आज हामी बिजुलीको झट्काको बारेमा कुरा गर्दैछौँ। तर यो बाहिर देखिने सामान्य पोलाइको कुरा मात्रै होइन। वास्तवमा यसको असर कति गहिरो र लुकेको हुन सक्छ, आउनुहोस् यसको भित्री कथा बुझौँ। आजको हाम्रो यात्रामा हामी यी 5 कुराहरूमा केन्द्रित हुनेछौँ। बिजुलीको झट्का पोलाइभन्दा किन धेरै हो, बिजुलीले कसरी चोट पुर्याउँछ, आपतकालीन अवस्थामा के गर्ने, झट्काको दीर्घकालीन असर के हुन सक्छ र अन्त्यमा यसबाट कसरी सुरक्षित रहने। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, पोलाइभन्दा बढी अदृश्य खतरा। बिजुलीको चोटलाई बाहिरबाट हेरेर मात्रै यसको गहिराई नाप्न सकिँदैन भन्ने कुरा यहीँबाट सुरु हुन्छ। कहिलेकाहीँ लाग्ने सानोतिनो बिजुलीको झट्का कत्तिको गम्भीर होला र? हामी यसलाई सामान्य मान्छौँ, तर के यो साँच्चै सामान्य नै हो त? होइन, बिल्कुलै होइन। वास्तविक क्षति त प्राय देखिँदैन। बाहिरबाट हेर्दा सानो पोलेको दाग मात्र देखे पनि शरीरभित्र मुटु, मांसपेशी वा मस्तिष्कमा गम्भीर क्षति पुगिसकेको हुन सक्छ। अब लागौँ दोस्रो खण्डतिर, बिजुलीले कसरी चोट पुर्याउँछ। आखिर बिजुली हाम्रो शरीरको लागि किन यति धेरै हानिकारक छ? आउनुहोस् यसको पछाडिको विज्ञानलाई अलि सरल तरिकाले बुझौँ। यसको परिभाषामा हेरौँ है त। विद्युतीय चोट भनेको करेन्टको सिधा सम्पर्कमा आउँदा छाला वा भित्री अङ्गहरूमा हुने क्षति हो। रमाइलो तर खतरनाक कुरा के छ भने हाम्रो शरीर बिजुलीको लागि एउटा राम्रो कन्डक्टर हो, जसले गर्दा करेन्ट सजिलैसँग शरीरभरि फैलिन पाउँछ। भनेपछि बिजुलीले खासमा 4वटा मुख्य तरिकाले चोट पुर्याउँदो रहेछ। 1. यसले सिधै मुटुमा असर गरेर कार्डियाक अरेस्ट गराउन सक्छ। 2. करेन्ट शरीरभित्रबाट बग्दा यसले मांसपेशी, स्नायु र अन्य तन्तुहरूलाई भित्रभित्रै नष्ट गरिदिन्छ। 3. बिजुलीको स्रोतले छोएको ठाउँमा छाला जल्छ। र 4. झट्काको धक्काले लडेर वा कतै ठोक्किएर पनि त चोट लाग्न सक्छ नि। अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा प्रवेश गरौँ, आपतकालीन प्राथमिक उपचारका चरणहरू। यदि कोही बिजुलीको झट्काको शिकार भइरहेको छ भने त्यस्तो सङ्कटको बेला के गर्ने त? सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा, अरूलाई बचाउनु अघि आफ्नो सुरक्षा निश्चित गर्नुहोस्। सम्भव छ भने तुरन्त बिजुलीको मेन स्विच बन्द गरिदिनुहोस्। यदि त्यो सम्भव छैन भने काठ, प्लास्टिक वा कार्डबोर्ड जस्तो बिजुली पास नहुने कुनै वस्तुले पीडितलाई करेन्टको स्रोतबाट पर धकेल्नुहोस्। पीडितलाई सुरक्षित ठाउँमा सार्ने बित्तिकै तुरुन्तै एम्बुलेन्स वा आपतकालीन सेवामा फोन गरिहाल्नुहोस्। त्यसपछि पीडितले सास फेरिरहेको छ कि छैन र नाडी चलिरहेको छ कि छैन जाँच गर्नुहोस्। यदि व्यक्ति बेहोस छ र नाडी पनि चलेको छैन भने तुरुन्तै सीपीआर दिन सुरु गर्नुपर्छ। अब केही कुराहरू जुन बिर्सेर पनि गर्नु हुँदैन, एकदमै ध्यान दिनुहोला है। यदि पीडित अझै करेन्टको सम्पर्कमा छ भने झुकिएर पनि खाली हातले नछुनुहोस्। हाई भोल्टेज तार नजिक छ भने कम्तीमा 20 फिट परै बस्नुहोस्। पोलेको ठाउँमा बरफ, मलम वा कपास जस्ता कुराहरू कहिल्यै नलगाउनुहोस् र आगलागी जस्तो तत्काल खतरा छैन भने पीडितलाई सकेसम्म नचलाउनु नै बेस हुन्छ। अब लागौँ चौथो खण्डतिर, झट्काको दीर्घकालीन असर। बिजुलीको झट्काको असर त्यति बेला मात्रै सकिँदैन, यसले भविष्यमा पनि अनौठो र गम्भीर समस्याहरू निम्त्याउन सक्छ। सन् 2022मा भएको एउटा डेनिस अध्ययनले के भन्छ भने हाम्रो नतिजाले के देखाउँछ भने विद्युतीय चोटले चोट लागेको वर्षौंपछि पनि विभिन्न स्नायु सम्बन्धी रोग र लक्षणहरूको जोखिम बढाउँछ। यो निकै गम्भीर कुरा हो। यही अध्ययनको निष्कर्षलाई यो तालिकाले अझ स्पष्ट पार्छ। हेर्नुस् त, बिजुलीको झट्कापछि छारे रोग, माइग्रेन, टाउको दुख्ने, रिङ्गटा लाग्ने र स्नायु सम्बन्धी अन्य समस्याहरूको जोखिम बढ्दो रहेछ। र सबैभन्दा अचम्मको कुरा के हो भने यी समस्याहरू तुरन्तै नदेखिन पनि सक्छन्। यो स्लाइडले त्यही ढिलो देखिने लक्षणहरूलाई समयरेखामा देखाउँछ। छारे रोग र माइग्रेन जस्ता समस्याहरू 6 महिनाभित्र देखिन सक्छन्। स्नायु सम्बन्धी समस्याहरू 12 महिनामा बढी देखिन्छन्। अनि रिङ्गटा लाग्ने समस्या त झट्का लागेको 5 वर्षपछि पनि देखिन सक्ने रहेछ। त्यसैले तत्काल केही भएन भन्दैमा ढुक्क हुने अवस्था हुँदैन। र अब हाम्रो अन्तिम खण्डमा झट्काबाट सुरक्षित रहने रोकथाम नै उत्तम उपचार हो। यति धेरै खतराहरूबारे जानेपछि अब यसबाट बच्ने उपायहरूबारे कुरा गरौँ। रोकथामका उपायहरू एकदमै सरल छन्। घरका सकेटहरूमा चाइल्ड सेफ्टी प्लग लगाउने, बिजेको बेला विद्युतीय उपकरणहरू नचलाउने, तार र उपकरणहरू बेला बेलामा जाँच गर्ने,
बच्चाहरूलाई बिजुलीको खतराबारे सिकाउने र विशेष गरी भान्सा र बाथरुम जस्ता ठाउँमा GFCIS जडान गर्ने। अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। हामी बिजुलीले घेरिएर बसेका छौँ कि हामीले यसको शक्तिलाई साँच्चै सम्मान गरिरहेका छौँ त? यो सोच्नु हामी सबैको लागि जरुरी छ।